कहिलेकाहीँ जीवनले हामीलाई दुईटा बाटो देखाउँछ। एक जुन हामी चाहन्छौँ र अर्को जुन हामीलाई अपनाउनु नै पर्छ। र प्रेम प्राय दोस्रो बाटोतिर हराउँछ। काठमाडौँको चहलपहलबाट टाढा एक सानो रुख बिरुवा भरिएको पार्क थियो, जहाँ आदित्य र मायारा प्राय भेटिन्थे। दुवैको भेट धेरै सहज थियो। एकै दिन एउटै बेन्चमा वर्षाको फुहारीमा बिस्तारै अजनबीबाट साथी र साथीबाट एक अर्काको संसार बने। आदित्यको स्वभाव शान्त, बोल्दा पनि निकै विनम्र। माया र भित्रभित्र कस्तो कोमल, तर बाहिर हाँस्ने उज्यालो। दुवैको बानी फरक, तर मन एउटै तालमा धड्किन थालेको थियो। साँझ पर्न थालेपछि माया बेन्चको कुनामा बसेर भन्थे, तिमीले बोल्दाखेरि मेरो मन किन शान्त हुन्छ होला? आदित्य मुस्कुराएर भन्थ्यो, किनकि कतिपय मानिसहरू शान्ति लिएरै जन्मिन्छन् र तिमी त्यस्तै व्यक्ति हौ। त्यस दिन माया पहिलो पटक लजाएर चुप लागेकी थिए। दुवैको प्रेम कुनै नाटक जस्तो चर्को थिएन, एकदमै सानो सानो कुरामा बाँधिएको नरम, तातो, शान्त प्रेम थियो। तर एक दिन माया केही हप्तादेखि पार्कमा आइरहेकी थिइन्। फोन उठाउँदै नउठाउने आदित्यको मनमा डरको छाया भयो र अन्ततः एक साँझ मायाले मेसेज पठाइन्, भोलि 5 बजे त्यो पुरानै बेन्चमा आउनु, महत्त्वपूर्ण कुरा छ। आदित्यलाई रातभर निद्रा परेन। भोलिपल्ट पार्क चुपचाप थियो, हल्का हावा र झुल्किँदै गरेको साँझ। माइरा बेन्चमा चुपचाप बसेकी थिए, आँखा रातो तर मुस्कान जबरजस्ती। आदित्य नजिक जाँदा माइराले बिस्तारै भनिन्, म क्यान्सरको अन्तिम स्टेजमा छु। उनको आवाज कति शान्त र कति असहाय। आदित्यको संसार एक्कासी भत्कियो। उसले बोल्न सकेन, बस माइराको हात समायो, तातो तर काँपिरहेको। आदित्य, जीवनले मलाई धेरै कुरा सिकायो, तर तिमीसँग बिताएको हरेक क्षण सबैभन्दा सुन्दर थियो। तर अब म तिमीलाई पर्ख भन्न सक्दिनँ, किनकि म जान्दछु तिमीलाई बाँधेर राख्नु सही हुँदैन। उसले मुस्कुराउँदै थपिन्, यो प्रेम तिमीले अरू कसैसँग बाँड्न पाऊ, त्यो नै मलाई सबैभन्दा धेरै खुसी दिनेछ। आदित्यको आँखाबाट आँसु बगिरहेकै थिए, तर मायाराले हातले आँसु पुछ्दै भनी, कृपया नरोइदिनु, म चाहन्छु तिमीले मलाई सम्झिँदा मुस्कुराऊ। आदित्यले पहिलो र अन्तिम पटक माइरालाई अङ्गालो हाल्यो। दुवै बीच कुनै शब्द थिएन, केवल धड्कन, जहाँ प्रेम र पीडा एउटै तालमा बजिरहेका थिए। माइराले बिस्तारै कानमा भनिन्, धन्यवाद मेरो जीवनमा सबैभन्दा सुन्दर अध्याय बनेकोमा। आदित्यले फेरि बोल्न सकेन। माइरा उठेर बिस्तारै पार्कको बाहिरतिर हिँडिन्। उनको हिँडाइ शान्त थियो, तर एक कदम अन्तिम विदाई जस्तै। आदित्यले त्यो दिन बुझे, कहिलेकाहीँ प्रेमसँगै बस्न होइन, कसैको आत्मालाई शान्त बनाइदिनै पनि हो। वर्षौंपछि आदित्य अब विवाहित छ। उसकी श्रीमती धेरै समझदार छिन् र भान्साको एउटा सानो दराजमा आज पनि उसले एउटा सानो फोटो राखेको छ, माइराको हाँसिरहेको फोटो। धेरै जसो दिन उसले त्यो फोटो देख्दैन, तर मन भारी भएको दिन एकपटक मुस्कुराएर भन्छ, तिम्रो प्रेमले आज पनि मलाई राम्रो बनाइरहेको छ। यदि तपाईले कसैलाई प्रेम गर्नुहुन्छ भने त्यसलाई आजै भन्नुहोस्, किनकि कहिलेकाहीँ भोलि धेरै ढिलो हुन्छ।